हेलो साथी म चाहिँ यहाँ चुला लिप्दैछु है। खानासाना खायो चुला लिपाइबस्छ साथी हो। अब चुला नसिँगारी हुँदैन हो, चुला लिप्नुपर्छ। चुला चाहिँ हेर्नु साथी फुटेरै यो पुरा म दाउरा राखेर कि न त खास यस्तो हुनुपर्ने हो। अब चुला त अब कालो भइहाल्छ, फुटिहाल्छ हो। चुला लिपाइ चाहिँ यस्तो छ साथी हो। यो चुलामा चाहिँ यसमा चाहिँ बेसी हामी खाना पकाउँदैन कि, त्यही भएर योपट्टि चाहिँ अलिक राम्रो छ हो। बेसी चाहिँ योपट्टि हाम्रो खाना पाक्छ कि, त्यही भएर चुला चाहिँ यो बेसी बिग्रिन्छ पुरा। यो इँटा चाहिँ यहाँ छोप्नुको लागि हो यसरी। अब कोही टाइम चाहिँ म त एउटा मात्रै खाना सब्जी पाकेको बेला चाहिँ यसमा मात्रै हुन्छ। अनि यहाँ खाना चाहिँ म त बस्दैन कि, अन्त त्यही भएर चाहिँ आगो बेसी खेरो जान्छ कि, त्यही भएर चाहिँ यो चाहिँ खाली राखेको साथी हो। यो चाहिँ अब यसमा चाहिँ यसरी यो माटो हुन्छ नि, यस्तो दियो यसरी गर्नुपर्छ। यो बिग्रेको चाहिँ माटो यसरी दियो हो, माटो यसरी केलाउँदै हो हातले चाल्दै त्यो गर्नुपर्छ। ढुङ्गा कति हुन्छ चुला लिपाइ डर छ। यो भित्तामा चाहिँ अहिले गर्छु। चुला लिपेन भने चाहिँ फेरि चुलाको चाहिँ साथी हो गति गइहाल्छ है। लिपिबस्नुपर्छ हो। खाना बनायो कि खाएर चाहिँ लिपिहाल्नुपर्छ, नत्र भने चाहिँ चुला लिपेन चाहिँ म त फुटेको गर्छ हो। पानी सक्यो भने चाहिँ पानी मात्रै जगले ल्यायो फेरि चलायो हो। ल यहाँ त भइसक्यो। अब चाहिँ यो माथि छ साथी हो। यो चाहिँ बेसी भत्किन्छ यस्तो चाहिँ, यो चाहिँ पुरै भत्किन्छ कि, यसलाई चाहिँ माटोले लिपेको हुन्छ साथी हो। यसको मुख भन्दा यो मुख पनि मजाले यस्तो गर्नुपर्छ है। छोरा मान्छे भएर पनि सबै काम सिक्नुपर्छ साथी हो। सिकिरहेछ भने चाहिँ भोलि पछि मतलब आफूलाई अब अबर पर्दैन हो। सजिलो पर्छ नि काम गर्नु, सबै काम सिकेको छ भने।